हेलो गाइज, वेलकम बैक टू माई च्यानल। दिस इज ज्ञान विश्वकर्मा। सो गाइज फेरि नै हजुरको अगाडि भिडियो लिएर आएको छु। सो हेर्न सक्नुहुनेछ हजुरले, यो चाहिँ कानमा लाउने झुम्का रहेको छ। मात्र 31 लालको छ। यो चाहिँ नयाँ सानो चिटिक्कको झुम्का हजुरले हेर्न सक्नुहुनेछ। कानमा लाउने एकदमै राम्रो छ है। अनि यो चाहिँ टप हेर्न सक्नुहुनेछ। मैले चाहिँ सानो तिलहरीहरू पनि राखेको छ, चन्द्रमाहरू पनि राखेको छ। तर चाहिँ मैले आज स्पेसल टपहरू देखाउन लागेको हजुरहरूलाई। कस्तो लाग्छ है यो टप नि हेर्न सक्नुहुनेछ। एकदमै राम्रो पानको पात भएको। कस्तो लाग्छ हजुरलाई हेरेर कमेन्ट गर्नु होला है। सो अब चाहिँ अर्को तर्फ लागौँ। यो पनि एकदमै राम्रो छ। यो टपको डिजाइन हेर्न सक्नुहुनेछ हजुरले। अनि यो पनि एकदमै राम्रो डिजाइन छ, फुल र पात भएको डिजाइन। अनि अर्को चाहिँ यो चाहिँ एकदमै कम बेडको बङ्गाली टप रहेको छ हजुरलाई। कस्तो लाग्छ है। अनि अब चाहिँ यो चाहिँ एकदमै कम बेड, 1 लाल 1.5 लालदेखि 1 लाल 9 पोइन्टको छ। यो चाहिँ पाता मात्रै हो हजुरहरूलाई। कस्तो लाग्छ टप। अनि यो 10 लाल 1 पोइन्ट, मात्र 10 लाल 1 पोइन्टको रहेको छ है। यो हेर्न सक्नुहुनेछ। यो मात्र 10 लाल 1 पोइन्टको सेतो मोतीमा लगाएको एकदम कम बेडको हजुरले हेर्न सक्नुहुनेछ। चन्द्रमा छ, सानो तिलहरीहरू 3 लालको छ, 3 लाल 2 पोइन्ट, 4 लालको छ, 6 लाल 8 पोइन्टको पनि छ। आज चाहिँ मैले यिनीहरू टपहरू देखाएको हजुरहरूलाई। कस्तो लाग्छ अर्डर गर्नु होला। एकदमै राम्रो छ है। सो खुकुरी पनि छ है हजुरहरूलाई कोट सोटमा लाउनुको लागि। अनि यहाँ चाहिँ माथिको यो सबै ठप्पा आइटम टप हो। 1 लाल 9 पोइन्ट, 1.5 लालसम्मको छ। कम बेडको रहेको छ। एउटा चाँदीको टप पनि देखाउनु गएँ मैले। ओम लेखेको चाँदीको टप पनि एकदमै राम्रो छ। एउटा चाहिँ बोयजको लागि एकदमै सानो टप। सो माइली छड्के तिलहरी, माइली तिलहरी। सो हजुरहरूलाई कस्तो लाग्छ टपहरू, कस्तो लाग्यो कमेन्ट गर्नु होला। अनि यति नै थियो आजको भिडियो। हजुरलाई राम्रो लाग्यो भने कमेन्ट गर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला गाइस।